गर्ल्स तपाईँ नर्स हो, म जस्तै नर्स हो भने बिहा गर्ने प्लान हुँदै होला, छँदैछ होला। बिहा गर्नुभएको छैन भने सोचिराख्नु भएको होला कुन प्रोफेसनको केटा बिहा गर्ने होला, डक्टर इन्जिनियर यस्तो यस्तो दिमागमा आउँदै होला होइन। म त भन्छु सेफसँग बिहा गर्नु, सेफसँग। टन्न 12 घन्टा 18 घन्टा 6 घन्टा ड्युटी गरेर आयो, बुढाले टक्क मिठो मिठो खाना पकाइदिन्छन्। खाना मात्र पकाउने हो र भाडा पनि मुस्काइदिन्छन्, घर पनि सफा गरिदिन्छन्। तपाईँ त रानी जस्तो भएर जिन्दगी बित्छ, रानी जस्तो। तपाईँको जिन्दगीभरको टेन्सनै हुँदैन। सबसे ठुलो टेन्सन आइमे मान्छेलाई भनेको खाना पकाउने हो। तपाईँ काम गर्नु, बुढा पनि काम गरेर आएर घरमा खाना पनि ल्याइदिन्छन्। होटलमा काम गर्छन्, होटलबाट खाना पनि बोकेर ल्याइदिन्छन्। त्यही भएर बिहा गर्न छ भने केटी हो सेफ चुज गर्नुहोस् है। हस् त, धन्यवाद।